एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। सो अहिले भने चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै यहाँनिर म हाउसबाट स्टार्ट गरिरहेको छु है। र सो आई होप तपाईँहरू इन्जोय गर्नुहुन्छ भनेर। हेलो नमस्ते। नमस्ते। र यहाँनिर चाहिँ बाबु छोरा चाहिँ एकदम यहाँनिर हाउसमा काम भइरहेको छ हो। यहाँनिर चाहिँ स्प्रे गर्नु हुँदैछ है मेरो बुढाले चाहिँ। सो यो स्प्रे चाहिँ स्पेसली साथीहरू अब यो विन्टर स्ट्रेच हुन्छ नि त है। सो त्यो भएको कारणले गर्दा चाहिँ फुललाई कतिवटा चाहिँ अब गर्नुपर्ने हुन्छ है। सो आपा भन्ने पनि यहाँ हुनुहुन्छ। नमस्ते सबैजनालाई। अहिले चाहिँ यहाँनिर हेरिदिनु भएकोमा है, एकदम मन पराइदिनु भएकोमा यहाँ आपाको चाहिँ हाम्रो बुहारीकोमा धेरै धेरै महानुभावहरूले थ्याङ्क यू सो मच गर्दैछ। सुनिहालिदिनु भयो होला। नयाँ नयाँ कन्टेन्ट क्रिएटर है आपा। हजुर। सो यहाँनिर चाहिँ सबै यहाँ फुलहरू एकपल्ट तपाईँहरूलाई चाहिँ देखाइरहेको छु है। र बिहानै बिहानै यो फुलको चाहिँ किन मैले तपाईँहरूलाई देखाएँ भनेदेखि म सधैँ भन्ने गर्छु है, यो एन्जाइटी अब मुड कोही बेला हाम्रो है त्यसै पनि कस्तो भइरहेको हुन्छ नि त। सो यो फुलहरू देख्दाखेरि चाहिँ एकदमै आफूलाई खुसी हुन्छ है। द्याट्स वाइ अब तपाईँहरूलाई चाहिँ मैले देखाइरहेको छु। सो इन्जोय पनि गर्नुभयो होला है यो हेरेर यहाँनिर। सो अब यहाँ चाहिँ अलिक सेट गर्नु कतिवटा अब विशेषता आफ्नो हुन्छ है, स्पेसियालिटी क्यारेक्टरिस्टिक आफ्नो हुन्छ। प्लान्टलाई चाहिँ हेर्नु पऱ्यो भने तपाईँले कसैको पत्ताको सो हुन्छ, कसैको फ्लावरमा हुन्छ। ज्यादा जस्तो यो एक्जोटिक प्लान्टमा चाहिँ तपाईँहरूले पत्तामा सो देख्नुहुन्छ। फुल प्रेमीहरूबाट सुन्नुहोस्, यो जस्तै पिङ्क प्रिन्सेसहरू भयो, योहरू है। यो अब एकदम यो पत्ताइबाट हामीले एकदम खुसी राख्छ नि त है। अब एकदम मुडहरू एकदम हेर्नु हुँदैछ होला है। यहाँनिर तपाईँहरूलाई चाहिँ अलिअलि सबै चाहिँ देखाउन गइरहेको छु है। यो चाहिँ बर्डिङहरू हो क्याक्टसमा अर्को पनि है। यहाँनिर म तल देखाउन गइरहेको छु तपाईँहरूलाई चाहिँ। सो इन्जोय गर्नु होस्। यो अहिले जुन चाहिँ स्प्रे गर्यो साथीहरू, त्यो चाहिँ किन चाहिँ गरेको भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ देख्नुभयो होला नि, यो चाहिँ प्रायः यस्तो चाहिँ विन्टर स्ट्रेच हो। अब विन्टरमा चाहिँ प्रायः फुलहरू यस्तो हुन्छ नि त है। सो त्यो भनेर चाहिँ स्प्रे गरिरहेको छौँ अहिले भने। यो स्प्रे चाहिँ तपाईँको किन गर्छ भन्दाखेरि चाहिँ अब कतिवटा प्लान्ट्सहरूमा नयाँ हामीले मलहरू फेर्छौँ, कम्पोस्टहरू नयाँ हाल्छौँ है, या रिपोर्टिङ गर्छौँ। त्यसमा फङ्गसहरू हुन्छ। त्यो फङ्गसहरू खतम गर्नुको लागि चाहिँ हामीले फङ्गिसाइडहरू युज गर्छ। किराहरू पर्दैछ इन्सेक्टिसाइड युज गर्छ। त्यही भएर चाहिँ यहाँनिर सानो सानो पनि देख्नु हुँदैछ होला। यो बढेर हुर्केर फुल्दा चाहिँ साथीहरू साँच्ची नै आफूलाई एकदमै खुसी फिल हुन्छ। यो चाहिँ कटिङको लागि रेडी। कटिङ गरिसकेर चाहिँ अब यो चाहिँ रोप्नुको लागि। र यहाँ चाहिँ एउटा आपाले यहाँ के कोटाउनु हुँदैछ भने यहीँबाट चाहिँ कतिवटा चाहिँ यो ग्रिन कलरको पनि यस्तो निस्किन्छ क्या साथीहरू। यो पनि यसपैबाट यो अर्जिनल हो, यो चाहिँ अर्जिनल, यो डुप्लिकेट निस्क्यो होइन। यसलाई चाहिँ तोडेर फ्याँकिदिनु पर्छ। र अर्जिनलको अर्जिनलै बस्छ राम्रो देख्छ। यो चाहिँ हेर्नुमा हेर्नुहोस् न, यो छुयो भने चाहिँ अलिकति अब यसमा उयो हुन्छ, तर हेर्दाखेरि चाहिँ एकदमै राम्रो। र देख्नुभयो होला। आई होप तपाईँहरू इन्जोय गर्नुभयो होला है। तपाईँहरूको दिन शुभ। 6 वर्ष प्लान्ट यो। कति वर्ष भएको अरे अब चाहिँ 6 वर्ष नाम अब यसको 6 वर्षमा चाहिँ हेर्नुहोस् है, यो चाहिँ एकदमै 6 वर्षमा चाहिँ यत्रो हुन्छ हो। तर अब यो चाहिँ साइज बढ्दै जान्छ है साथीहरू। अहिले चाहिँ यत्रो छ। यो चाहिँ नर्सरीमा खरिद गर्नुहुन्छ भने चाहिँ अब महानुभावहरूले यस्तो खालको चाहिँ तपाईँहरूले खरिद गर्नुहोस्। यसको अब जुन चाहिँ साइन चाहिँ दामी, अब यसको फुलाइ हो। तपाईँहरू अब यसमा चाहिँ झुक्किनुहुन्न। यो चाहिँ एकदम दामी हुन्छ यसको। तपाईँहरूलाई एडभाइस यसो घरमा राख्नु हुनु। नर्सरीमा अब गएर यो चाहिँ अब पाइन्छ। यता त अब हाम्रो सोखको लागि मात्रै 2-4 वटा। ओके, थ्याङ्क यू सो मच फर। मैले गरेको हो। यो चाहिँ आपाले घरमै गर्नुभएको ग्राफ्टिङ चाहिँ यो हेर्नुहोस् है। यो पनि अब यति साह्रो सक्सेस हुनको लागि चाहिँ साह्रो। अब यसबाट प्रोपोगेसन हुन्छ, हेड कट गर्यो